यो कम काटे थियो यत्रो पल काटे थियो सबै गरेर फेरि चेन्ज गरेर के गरे हो के गरे हो सबै कौसी त ढुट्टो बनाइसक्यो यो पालहरू ढलान जति सबै काटेर के गरे धारो यहाँ यो कुनामा त्यो त ठिकै छ यो धारा त ठिक छ कुनामा अब यो सबै पुर्नु पर्यो हैन यो मलाई त यो माथि मेरो यो घरको माथि यसरी पाइपहरू राखेको टोयलेटको ढलको राखेर मेरो चाहिँ सातो गएको छ यो भोलि यदि सिपिङ भयो भने चुयो भने के गर्ने भनेर म एकदम डराएको छु के भन्नुहुन्छ ल भन्नुहोस् त हजुरको कति वर्षको अनुभव हो ल भन्नु हजुर यता फर्किनु हजुरको अनुभव ल भन्नु हजुरको अनुभव के छ यसको बारेमा भनिहाल्नुहोस् ल अहिले सबै ठाउँमा यही चल्ने हजुरको अर्को पहिला लिक हुँदैन होइन चल्ने आफ्नो ठाउँमा चाहिँ चुइन्छ कि चुइँदैन भन्नुहोस् न 100% चुइँदैन भिडियो छ नि फेरि चुयो भने त हजुरलाई फेरि हजुर समाउँछ नि हामी चुइँदैन पक्का हो नि हेर्नु त यो त घरमाथिमा त म कहिले पनि देखेको फर्स्ट टाइम देखेको मैले यो अनि यता पनि ठोक्नुहुन्छ उता पनि पाल पार्नुहुन्छ के गर्नु भएको यो सबै है अनि यो चाहिँ के को लागि हजुरले यो गरे हजुर ए बेसिनको लागि हो त्यही त यो कस्तो भने म चाहिँ साँच्चै नै डराएको छु यो देखेर चाहिँ सबै ठाउँमा माथि यस्तो पनि हुन्छ अनि फेरि हेर्नु न हजुरले त कति ठाउँमा त्यो त्यत्रो ठुल्ठुलो पाल बनाउनु भएको छ के त्यो माथि वासरुममा एउटा भयो नभएर होला फेरि अर्कोतिर यस्तै त्यहाँबाट लिकेज हुन्न नि है स्योर ओके टोयलेटको माथि पनि यसरी बसिरहेको छ है तपाईँ चाहिँ के को लागि त्यो भित्ता फोरिरहनु भयो नि तपाईँ के को लागि यो भित्ता फोरिरहनु भयो नि आम्मामा फेरि कत्रो पाल बनाउनु भएको तपाईँहरू यो वाटर प्रुफिङ गरिरहनु भयो हो अनि यो सिमेन्ट होइन उसो भए त्यो सिमेन्ट हो यसमा सिमेन्ट हो अनि के को छ त यसमा सिमेन्ट बाल्नु अनि केमिकल खोइ केमिकल देखाउनु त यो खोल्नु त खोल्नु न अनि कति हाल्ने नि यो त्यो चाहिँ एक बोरामा 250 ग्राम ए अनि यसले अब पानी चुइँदैन तल यसले कडा बनाउँछ यसले चाहिँ यो छेउछेउमा ए यसले पानी चुइँदैन किन अहिलेको यो सिमेन्ट र बालुवा सिमेन्ट चाहिँ यो गतिलो नभएर यसो गर्नु पर्यो हो यसमा यो गर्नको लागि चाहिँ हाल्नुपर्छ कडा बनाउनको लागि होइन त्यही त किन पहिला त थिएन उ चाहिँ हाम्रो पल्लो घरमा त यो पहिला नगरे पनि यसरी चुँदैन थियो त अहिले अब पहिला जस्तो बालुवाहरू पनि राम्रो त्यो माटो मिसिया भएर होला है सिमेन्ट पनि अब फेरि अहिले अब यसो गरेपछि चुँदैन कौसीबाट त्यो सिपिङ हुँदैन हुँदैन ओके सिपेज आउँदैन अनि यो भुइँमा फ्लोरमा चाहिँ के गर्ने नि त्यसै राख्ने हो कोटिङ भन्छ त्यो केमिकल आउँछ त्यो चाहिँ सिमेन्टमा घोलेर अनि लगाउने ब्रसले लगाउने हो त्यो गर्ने बेला मलाई भन्नु है कहिले फुटाउने कहिले राख्ने के हो के ल ट्याङ्की पनि तयार भयो यहाँनिर साइडमा सानो एउटा धारो पनि राख्न लाग्छु यो चाहिँ भोइड भयो यहाँ तल के गर्दै हुनुहुन्छ फेरि कोप्दै हुनुहुन्छ हैरान पारिसक्नु भयो घर फुटाएर हैरान पारिसक्नु भयो कहिले फुटाइ कोपरे हैरान पारिसक्नु भयो है तपाईँहरूले त हाम्रो घरलाई ढुट्टो बनाइदिनु भयो तपाईँहरू त हाम्रो घरलाई ढुट्टै बनाइदिनु भयो ठोकै हुनुहुन्छ हे तिर्गा ए ढुट्टो बनाइसक्नु भयो ठोकै हुनुहुन्छ यहाँ फेरि अर्कोतिर उत्तिकै छ कति ठोकेको भाइ हाम्रो घर ढुट्टो बनाइसक्नु भयो तपाईँहरूले हत्तेरिका अब कति दिन लाग्छ यो है कति दिन लाग्छ अब यो ठोक्न अझै 6-7 दिन लाग्छ
ए ठिलो बनाइसक्नुभयो घर त ठिलो बनाइसक्नुभयो तपाईँहरूले